डीएलएस टक भोइस अफ दुर्गा लक्ष्मी। नमस्कार, डीएलएस टक को यो नयाँ एपिसोडमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। समाजका विभिन्न व्यक्तित्वहरूसँग भलाकुसारी गफगाफ गर्ने क्रममा आज हामी माझ हुनुहुन्छ दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख आदरणीय व्यक्तित्व डाक्टर नरेन्द्र बहादुर एयर। उहाँ शिक्षा क्षेत्रको एकजना अनुभवी व्यक्तित्व हुनुहुन्छ र लामो समयदेखि शिक्षण अनुसन्धान र क्याम्पस व्यवस्थापनमा सक्रिय रूपमा लागिरहनु भएको छ। आज हामी उहाँसँग उहाँकै व्यक्तिगत जीवन यात्रा, शैक्षिक प्रशासनिक अनुभव र दुर्गा लक्ष्मी क्याम्पसको वर्तमान अवस्थादेखि भविष्यमा भएका केही सीमित योजनाहरू चाहिँ के छन् यस विषयमा रहेर यो पेरिफेरीमा रहेर हामी कुराकानी गर्नेछौँ। सर, यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद सर, नमस्कार। मैले प्रश्नहरू धेरै छन्, गफगाफ गर्नुपर्ने विषयवस्तुहरू हामीसँग धेरै छन्। यद्यपि मैले यहाँको प्रारम्भिक जीवनलाई चाहिँ मैले जोड्ने प्रयत्न गर्नेछु। तपाईँको प्रारम्भिक जीवन र शिक्षा यात्रा केही संक्षिप्तमा बताइदिनुहुन्छ हाम्रो दर्शकहरूमा। धन्यवाद सर। मैले आफ्नो प्रारम्भिक र लोअर लेभलको भनौँ त्यति बेला म पढ्दाखेरि नर्सरी लेभल भएर 1 क्लास नभएर 1 क्लासदेखि नै कक्षाहरू सरकारी स्कुलमा सुरु हुन्थे। शिशु कक्षा नै भन्थ्यो होला हैन? अहिले हामी यहाँ त्यही शिशु कक्षा पनि भन्दैन, 1 क्लास सिधै शिशु भन्ने थिएन। ए, त्यो त म पढ्दाखेरि ओके 1 क्लास भन्ने थियो। तर एउटा रमाइलो पक्ष भनौँ कि मेरो आफ्नो पारिवारिक रूपमा पनि टेक्निकल पक्ष भनौँ, मैले क्लास 1 भन्दा नि 2 देखि सायद 2 देखि 3 देखि मैले चाहिँ कक्षा सुरु गरेँ। मैले मेरो गोप्य कुरा, किनभने 1 र 2 क्लास गरे इन्फर्मली भनौँ न, एउटा अनौपचारिक रूपमा घरमा पढेँ। किनभने मैले स्कुल जाँदाखेरि बुवा टिचर हुनुहुन्थ्यो, प्राविको थाई हुनुहुन्थ्यो, स्थायी टिचर भयो हुनाले उहाँले मलाई त्यति बेलाको सरकारी स्कुलमा जे 1 क्लास 2 क्लासमा पढेर जान्नुपर्ने हो त्यो कुरा मलाई घरमा सिकाउनुहुन्थ्यो। मैले क खदेखि लिएर भनौँ न अल्फाबेटहरू तिनीहरू अब नम्बर्सहरू त्यो घरमा सिकिसकेका थिएँ। उहाँलाई के लाग्ने भने स्कुलमा गयो भने हिँडेर जानुपर्छ, दुःख हुनुभन्दा यिनलाई चाहिँ घरमा सिकाउनुपर्छ भनेर उहाँले हामीलाई घरमा सिकाउने। र त्यसपछि उमेर पनि हुँदै जान्छ, सजिलो हुन्छ भनेर चाहिँ हामीले घरमा बढी बुवा चाहिँ फेरि शिक्षक नै भएको कारणले गर्दा पनि यी कुराहरू सिक्नुपर्ने त हुन् नि भन्ने उहाँलाई लाग्यो। लागेर म चाहिँ गएँ। र त्यसमा चाहिँ रमाइलो क्षण के छ भने मैले पहिलोचोटि इक्जाम सायद क्लासको हिसाबले दिँदाखेरि मलाई एकदमै भनौँ न त्यसमा अनुभव भएन। इक्जाम दिँदाखेरि परीक्षा दिँदाखेरि यो परीक्षा हो, यसमा पुरा लेखेपछि पास हुन्छ, मैले यो एउटा टाइम पिरियडभरि भित्र लेखेर सिद्ध्याउनुपर्छ, कपी बुझाउनुपर्छ भन्ने ज्ञान थिएन। मैले जानेर पनि बसिराखेका अवस्था भयो र पछि कपी हेर्दाखेरि नलेखे अवस्था देख्नुभयो बुवाले। र लेख्नुपर्छ त मलाई त आउँछ भनेर नलेखे अवस्था मैले। कपी पाउनुभयो, परीक्षा एटेन्ड गर्नुभयो, तर कपी भ्याकेन्ट छ। कपी भ्याकेन्ट छ, पुरा आउँछ मलाई। मैले आउँछ भनेर लेखेन, मलाई आइहाल्छ नि भनेर, किनभने मलाई हेबिट त परेन, इक्जाम भनेको कन्सेप्ट भएन। त्यो एउटा मेरो अनुभव छ, अहिलेसम्म पनि म सम्झिरहन्छु। इक्जामको पनि अनुभव लिनुपर्ने रहेछ भन्ने कुरा। र त्यसपछि मैले आफ्नो बाल्यकाल बिताउनुको साथसाथै बाल्यकालको शिक्षा, चाइल्डहुड एजुकेसन मैले डडेलधुराको भुवनेश्वरी मावि बड बसन्तपुरबाट लिएको हो। त्यो अहिले नवदुर्गा गाउँपालिकामा पर्छ र मेरो घर त्यो नजिकै त्यो स्कुलको थियो। र त्यो स्कुलबाट मैले प्राथमिक तहको अनि निमावि, त्यतिखेर मावि बुवा पनि त्यही शिक्षण गरिरहनु भएको? बुवा त्यही शिक्षण गर्नुभएको थियो र फेरि त्यो बिचमा फेरि अर्को स्कुलमा पनि सरुवा हुनुभयो। तर मैले त्यो स्कुलमा नै पढेँ, स्कुल चेन्ज गरेन। 1 क्लासदेखि 10 क्लाससम्म मैले त्यो स्कुलमा पढेँ। र त्यो स्कुलमा पढ्दै गर्दाखेरि मैले एउटा अनुभव के भने ठ्याक्कै टिनेजरमा पुग्दाखेरि 7 क्लासमा हो के अरे म प्रमोटेड पास भएँ एक विषय लाग्यो। अरूमा मैले राम्रो गरेको थिएँ, अरूभन्दा त्यो क्लासमा टपमै आउँथेँ म। अनि त्यो ठ्याक्कै त्यो टिनेजर पिरियडमा मैले भनौँ न मलाई कस्तो अब भएर मैले
एउटा फेल भएर बुवाले फेरि त्यही क्लासमा राखिदिनु भयो, अझ पढ्नुपर्छ, यसरी पास भएर हुँदैन भनेर राख्नुभयो। र त्यसपछि स्कुलले हजुरलाई चाहिँ पास गर्यो, तर बुवाले चाहिँ बुवाको इक्जाममा चाहिँ बुवा भनौँ न उहाँले चाहिँ तिमी अझै युआर नट एलिजिबल भन्ने आशा दिएर उहाँले चाहिँ अझ फेरि त्यहीमा राख्नुभयो। र 7देखि 7, 8, 9, 10 मैले त्यो स्कुलबाट गरेको हो। र त्यसमा म क्लासमा फर्स्ट नै थिएँ। र पछि एसीमा पनि लगभग कति हो 28-30 जना विद्यार्थी मध्ये म एक्लै मात्र एसी पास भएँ त्यो स्कुलबाट। र त्यतिखेरको अब स्कुलहरू लगभग पहाडी बेल्टमा भनौँ न गभर्मेन्ट स्कुलमा 1-2 ल्याएर कम्तीमा त्यो स्कुलबाट त्यस्तो खाले पर्सेन्टेज आउँथ्यो। र मैले त्यहाँबाट आफ्नो एससी त्यति बेला एसएलसी पास गरेँ। र त्यतिखेर एसएलसी पास गरेपछि +2 अहिले जस्तो हायर सेकेन्डरी लेभल चाहिँ हुँदैन थिएन मेरो पालामा। सायद त्यो पछि आयो त्यो कन्सेप्ट। सर्टिफिकेट लेभल सर्टिफिकेट प्रोफिसिएन्सी सर्टिफिकेट लेभल पिसिएल लेभल भन्छ। पिसिएल लेभल प्रवीणता प्रमाणपत्र नेपाली। हजुर त्यो चाहिँ मैले पढेँ कैलाली बहुमुखी क्याम्पसमा पढेँ। र त्यतिखेर पनि पढ्ने क्रममा के भयो भन्नुहुन्छ भने मैले यो आइएससी पढ्ने भनेर ल ठिक छ डिभिजन पनि छँदैछ आइएससी पढ्नुपर्छ त्यो भनेर मेरो कन्सेप्ट गुरुले सिकाइदिएको थियो। त्यो राम्रो। एसएलसीमा हजुरको डिभिजन के? म सेकेन्ड डिभिजन फर्स्ट डिभिजन त थिएन, त्यही पनि सेकेन्ड डिभिजनलाई लिन्थ्यो आइएससीमा। ल ठिकै छ त्यो लेभलमा त सेकेन्ड डिभिजन भने त एउटा अर्थपूर्ण पनि हुँदो जस्तो लाग्यो मलाई चाहिँ। लगभग थियो सर, त्यो काउन्टेबल मान्छेहरू हो हैन। प्रत्येक एक स्कुललाई एउटा भने कुनै स्कुल निल हुन्थे, थोरै मात्र विद्यार्थीहरू आउने भए। अनि त्यसपछि सिद्धनाथ बहुमुखी भित्रै थियो साइन्स क्याम्पस, त्यहाँ मात्र थियो। सायद ऐश्वरीमा थियो कि थिएन म बिर्सेँ त्यतिखेर। त्यसमा चाहिँ मैले फर्म भर्न लागेको त्यो अब कम्युनिकेसनको सिस्टम भनेको चिठी रजिस्ट्री चिठी हुन्थ्यो। मामाजीले चिठी त पठाउनु भएको थियो तर मेरो इन्ट्रान्स छुट्यो। छुटेपछि मैले इन्ट्रान्स दिन पाएन र त्यसपछि मैले साइन्स पढ्ने रहर गयो। त्यसपछिको विषय के हो त भन्दाखेरि त्यो समयअनुसार हुँदो रहेछ। मेजर इङ्ग्लिस मेजर म्याथ त्यस्ता चिजहरूलाई अब त्यतिखेरको समाजले भनौँ न भ्यालु दिने, किनभने कमर्स भन्दा त्यसलाई भ्यालु दिन्थ्यो। जबकि अहिले चाहिँ कमर्स म्यानेजमेन्ट भनिरहेछन्, त्यतिखेर त्यसलाई भ्यालु दिने भएको हुनाले मैले मेजर इङ्ग्लिस पढ्ने मेजर म्याथ पढ्ने विद्यार्थी भनेको उहाँहरूको त हिँडाइ नै बेग्लै हुन्थ्यो। छुट्टै एउटा पहिचान फलानु विद्यार्थी त मेजर इङ्ग्लिस पढ्ने विद्यार्थी भन्ने उसप्रतिको दृष्टिकोण हेराएको दृष्टिकोण नै एउटा फरक हो। त्यो भएर अब त्यसपछि अलिकता भनौँ यसमा नै राम्रो छ कि भनेर मैले कैलाली बहुमुखी क्याम्पसबाट पिसिएल लेभल गरेँ, ब्याचलर पनि गरेँ, बिए आइए बिए भनिन्थ्यो, बिए गरेँ। त्यसपछि चाहिने बिए गरिसकेपछि मैले 1 इयर बिएड गरेँ। त्यसपछि मैले केएमसीबाटै गर्नुभयो? 1 इयर बिएड म केएमसीबाट गरेँ। तर पछि चाहिँ मैले मास्टर डिग्री सेन्ट्रल कलेज कीर्तिपुर काठमाडौँबाट गरेँ एमए। र पछि चाहिँ एमएड पनि गरेँ र अहिले पिएचडी सिद्ध्याएँ। यो एमए गरेपछि मैले टिचिङ क्याम्पस स्तरमा टिचिङ गर्न सुरु गरेँ। त्यसपछि मैले त्यही क्रममा अहिले पिएचडी गरेर चाहिँ यो एकाडेमिक मेरो क्वालिफिकेसन लिने कुरा भयो सर। एकदमै सर। जीवन का विभिन्न पक्षहरूबाट सिक्दै आज एउटा रेपुटेड कलेजको एउटा चाहिँ प्रमुख भएर चाहिँ काम गरिरहनु भएको छ। यहाँले चाहिँ शिक्षक अथवा यो प्रोफेसिङ लाइनमा नै लाग्नुपर्छ भन्ने इन्सपिरेसन चाहिँ कोबाट प्राप्त गर्नुभयो सर? मैले एक कुरो त मैले आफ्नो फ्यामिली इन्भाइरोमेन्ट नै जस्तो प्रायः जसो हुन्छ कि कुनै पनि फ्यामिलीमा एउटा कुनै गार्जेन आफ्नो मेनली फादर भनौँ न बुवा चाहिँ जुन प्रोफेसन गरिरहेको छ अलिकता कपी हुने रहेछ केही लेभलमा। टोटली सबैले कपी नगरे पनि आफ्नो इन्ट्रेस्ट हुन्छ होला, तर पनि मैले आफ्नो बुवाबाट पनि प्रभावित भएँ। बुवा टिचर भएको कारणले गर्दा मैले भनौँ न टिचिङ पेसातिर अब टिचर हुनुपर्छ है, टिचर कलेज लेभलको टिचर हुनुपर्छ। बुवाको इन्सपिरेसन भनेको के भने उहाँले हाई स्कुल लेभलको टिचर नहुनु भनेर भन्नुहुन्थ्यो। त्यसैले मलाई के हो भने मैले मास्टर डिग्री गरिसकेपछि पनि +2 मा त्यहाँ जागिरी पाइरहेको ठाउँमा पनि नआऊ भनेर भन्नुभयो।
कलेजतिरै पढाउनुपर्छ। ए हजुर काठमाडौँ पनि मैले ट्राई गरेँ, त्यहाँ ठिक छ भन्नुभयो, बरु जता भए पनि कलेजतिर पढाउनुपर्छ भन्ने उहाँले चाहिँ प्रेरणा दिनुभएको थियो र मैले त्यही प्रकार बाआमाको सपना के हुन्छ अरे कम्तीमा मभन्दा मेरो छोरा चाहिँ मभन्दा माथिल्लो लेभलमा अथवा माथिल्लो पोस्टमा अथवा मभन्दा थोरै अगाडि प्रगति गरोस् भन्ने हुन्छ अरे। सायद बुवाले सायद त्यही भन्न खोज्नु भएको थियो, आशा थियो होला। उहाँले टिचिङ प्रोफेसनलाई मन पराउनुहुन्थ्यो, टिचरै भइदियो भने हुन्थ्यो, तर अलिकता भनौँ न कलेज लेभलको युनिभर्सिटी लेभलको टिचर भयो भने म स्कुल लेभलको त छँदैछु भन्ने चाहिँ थियो होला जस्तो लाग्छ। र त्यो पढाइतिर त्यो थियो र अन्य पढाइको हकमा उहाँले अब उतिखेर सिएमए भन्ने थियो, हुन त त्यो 15 महिने डलधुरामा होइन, त्यो सिएमए कलेज त्यो अहेब भन्थ्यो, अहेब हो, त्यो पढ भन्नुभएको थियो। त्यो पढेको भए जागिरीको लागि त मलाई त्यो राम्रो रहेछ। मैले आइए बिए गरिन्जेलसम्म जागिरीको लागि त्यतिखेरको लागि टेक्निकल, अहिले पनि टेक्निकल विषय पढेको विद्यार्थीले आफ्नो भनौँ न त्यो स्किललाई सेल गर्न सक्छ जब मार्केटमा भनेपछि उतिखेर त्यो थियो। र त्यसपछि मैले एचए पढेको भए जागिरीको रूपमा भए त्यो हुने रहेछ। बुवाले त्यो पनि सजेस्ट गर्नुभएको फेरि टिचरै भन्नुभन्दा नि। तर मैले के सोचेँ भनेपछि पढेपछि के त डक्टर 15 महिनामा के डक्टर होला, म 18 महिनामा डक्टर हुँदैन, त्यो सामान्य ऊ हो, त्यतिर म लाग्दैन भनेर मैले आफूले सोच बनाएँ। म त्यो 15-16 महिना के अरे पढाइ सिद्ध्याउनेवाला छैन, मेरो पढाइ लामो हुनुपर्छ भन्ने मेरो कन्सेप्ट थियो। एउटा भनौँ न टिनेजरको कन्सेप्ट हुन्छ नि, धेरै पढ्नुपर्छ। त्यो 18 महिनामा मेरो चाहिँ पढाइ सिद्धिनु हुँदैन भन्ने लागेर मैले त्यसको भ्यालु थाहा भएन होइन। त्यसपछि एचए पढे पनि हुन्छ अथवा भनौँ न एमबिएसै पढे पनि हुन्छ पछि जागिरी हुँदै गर्दा भन्ने मेरो चाहिँ त्यतातिर माइन्ड गएन। त्यसले गर्दा मैले यतातिर गएँ, मैले मास्टर डिग्रीसम्म पास गर्नुपर्छ। मास्टर डिग्री भन्दा होइन जुन लेभलसम्म पढ्नुपर्छ त्यतिसम्म पढ्नै पर्छ भनेर मेरो त्यहीदेखि कन्सेप्ट थियो। र त्यसले गर्दा यतातिर लागेँ र अहिलेसम्म त्यही लक्ष्यमा भनौँ न अगाडि बढेको छु। बिचमा अन्य प्रोफेसनमा कोही जानुभयो मास्टर्स लगत्तै हजुर टिचिङमै नै आउनुभयो? मैले त्यस्तो अरू प्रोफेसनमा काम गरेको अनुभव छैन। ए ओके। अनि सर यो वर्तमान अवस्थामा हिजो एउटा अवस्थामा हजुरले आफै लर्न गरेर आउनुभयो, एउटा व्यवस्थामा हजुरले पढेर आउनुभयो, अहिले एउटा ठुलो इन्स्टिट्युसनको हजुरले नेतृत्व लिइरहनु भएको छ। अब आज विद्यार्थीहरूलाई एक प्रकारको गुणस्तर प्रदान गर्नु पनि हजुरको दायित्व जिम्मेवारी छ। यहाँलाई के लाग्छ अहिलेको शिक्षाको गुणस्तरबाट तपाईँ सेटिस्फाइड हुनुहुन्छ अथवा यदि यसलाई अझै अपलिफ्ट गर्नको लागि कस्तो खालको चाहिँ व्यवस्था भइदिए हुन्थ्यो अथवा गर्न पर्ने छ जस्तो यहाँलाई लाग्छ? एकदम सान्दर्भिक क्वेसन गर्नुभयो सरले। शिक्षालाई गुणस्तरीय, अब हामी कस्तो शिक्षालाई गुणस्तरीय शिक्षा भन्छौँ भन्ने एउटा चाहिँ त्यो किसिमको त्यो एउटा चासोको विषय पनि छ। कुन शिक्षा गुणस्तरीय हो, कुन शिक्षा गुणस्तरीय होइन भन्ने पनि छ। किनभने शिक्षा भन्ने कुरा समय सान्दर्भिक पनि हुन्छ। किनभने यो समाजलाई चाहिने जुन चाहिँ शिक्षा छ त हिजोको शिक्षाले काम नगर्न सक्छ, त्यो गुणस्तरीय नहुन सक्छ। भोलि चाहिँ जो हामी अहिले शिक्षालाई गुणस्तरीय शिक्षा भन्छौँ त्यो भोलिका दिनमा गुणस्तरीय नहुन सक्छ। त्यो टाइम बाउन्ड पनि हुन्छ, टाइम ओरिएन्टेड भनौँ न, टाइम सन्दर्भ टाइम अनुसार पनि शिक्षाको एउटा मुहार हुने गर्छ। र अहिलेको शिक्षा गुणस्तरीय हुनुपर्छ भन्ने केसमा जीवन उपयोगी हुनुपर्छ भन्ने कन्सेप्ट छ शिक्षा लिने मान्छेको। लर्नर्सहरू, स्टुडेन्टहरू जुन पनि हामी गार्जेनहरू छौँ, उहाँहरूले के हो भने विद्यार्थीले शिक्षा लिएपछि त्यसको गुणस्तर कति छ भन्नलाई विभिन्न मापदण्डहरू छन्। जस्तो एउटा त्यो शिक्षाको गुणस्तरको आधारमा, विद्यार्थीको गुणस्तरको आधारमा हाम्रो दुर्गालक्ष्मी बहुमुखी क्याम्पस र विभिन्न भनौँ न विभिन्न युनिभर्सिटीका कलेजहरूमा पनि युनिभर्सिटी ग्रान्ट कमिसन युजिसीले पनि क्युए प्राप्त कलेज भन्छ। हामी पनि अन्तिम चरणमा छौँ। अन्तिम एउटा पिआरटी आइसकेर पियर रिभ्यू टिम आउनेवाला छ र उहाँहरूले रिकमेन्ड गर्नुभयो भने हामी तुरुन्तै केही महिनामै क्युएको सर्टिफिकेट दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले पाउँछ होला। मैले त्यो कुरा हजुरलाई हामी सबैको लागि गर्वको विषय हुन्छ। स्योर। अनि त्यसपछि त्यो भन्नुको अर्थ के हो भन्नुहुन्छ भने त्यो क्वालिटी हेरेर नै उहाँले त्यो सर्टिफिकेट दिने हो भनेपछि दुर्गालक्ष्मी क्याम्पसले त्यो भनौँ न त्यो क्वालिटी दिन सकिरहेछ है, दिन सक्छ भन्ने किसिमले दिने हो भनेपछि केलाई क्वालिटी मान्यो त भन्दाखेरि विभिन्न क्राइटेरिया चाहिँ उहाँले तोकिदिएको छ। त्यो क्राइटेरिया अनुसार हामीले त्यो कलेजमा काम गरेका छौँ र विद्यार्थीलाई त्यही अनुसार चाहिँ भनौँ न त्यो सिस्टममा अगाडि बढाएको छ र उसले चाहिँ युजिसीले
पछिल्लो आवरमा त्यो सर्टिफिकेट दिने गर्छन् र त्यसका आफ्ना मापदण्ड छन्। तर जुन सरले प्रश्न सोध्नुभयो क्वालिटी एजुकेसनको कुरा गर्नुभयो र हामी क्वालिटी एजुकेसन जनरल पब्लिकले के भन्छ त्यो त कलेज र युजिसीले भन्यो। हाम्रो लागि क्वालिटी एजुकेसन त्यो हो जसले भनौँ न आफ्नो लाइफ चलाउन जीवन उपयोगी छ हैन, जीवनमा चाहिँ उपयोगी हुन्छ, लाइफलाई अगाडि बढाउनको लागि त्यसले हेल्प गर्छ। त्यस्तो शिक्षालाई अहिलेको समाजले भनौँ न क्वालिटी एजुकेसन भन्दैछ। हामीले सिकेको ज्ञानले हाम्रो जीवनलाई चाहिँ लिड गर्न पर्यो र जीवनमा सहयोग गर्नु पर्यो, त्यसलाई सजिलो पार्नु पर्यो, त्यस्तो किसिमको छ। र अहिले चाहिँ के हुन्छ भन्नुहुन्छ भने कुनैमा क्वालिटी एजुकेसन कसलाई भन्दैछौँ हामी भने स्किल बेस्ड एजुकेसनलाई हैन। अब जुन चाहिँ समय सुहाउँदो स्किल विद्यार्थीलाई दिने खालको टेक्निकल भोकेसनल एजुकेसन अहिले दिदियो भने त्यो एजुकेसनलाई मान्छे गार्जेनहरूले समाजले भ्यालु दिइरहेको छ। किनकि त्यसमा त्यो शिक्षा प्राप्त गरिसकेपछि हाम्रा विद्यार्थीहरूले हाम्रा युवाहरूले त्यसलाई अझ फेरि अर्निङमा अथवा अर्निङ भनेको नै जीवन चलाउनको लागि हुन्छ, त्यो भनेको प्रोफेसनतिर जान हुन्छ, प्रोफेसनल क्यारियर चुज गर्नको लागि सजिलो हुन्छ त्यो स्किल बेस्ड एजुकेसनले भन्ने किसिमले त्यसलाई चाहिँ क्वालिटी एजुकेसन भनिदिएको छ। र परिभाषा के हो त भन्नुहुन्छ भने जुन चाहिँ हाम्रो यो ट्रेडिसनल करिकुलमबाट आएको एजुकेसन हामी पढिरहेका छौँ, सिधै हेर्दाखेरि त्यो परापूर्व कालदेखि अहिलेसम्म चलिरहेको एजुकेसन देखिन्छ। जुन हामीले जनरल एजुकेसनको कुरा गऱ्यौँ, जुन दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले गरेको पनि छ र हामीले भनौँ न यो हाई स्कुल लेभलको यसमा पनि हामी त्यो जनरल एजुकेसन पढाउँछौँ, त्यो पनि जीवन उपयोगी छ। तर चाहिँ त्यो के छ भन्नुहुन्छ भने अब शिक्षा के को लागि भन्ने कुराहरू जुन समय सापेक्ष देखिएन, शिक्षा के को लागि भन्ने जुन चाहिँ क्वेसन छ, त्यो शिक्षा चाहिँ विभिन्न चिजको लागि हुन्छ। जस्तो पढिसकेपछि मान्छे एक नम्बरमा के भन्छ भने यो शिक्षाले के दियो र यो चाहिँ यस्तो शिक्षा भन्ने पनि गर्छौँ हामी। तर के हो भने कुनै शिक्षा लिनु भनेको चर्निङ अफ द माइन्ड पनि भन्छ। हाम्रो माइन्डलाई तपाईँको रस्टी हुनुबाट भनौँ न माइन्ड चाहिँ अलिकता त्यो अपडेट गर्नको लागि र माइन्डलाई चलायमान गर्यो भने मान्छेको माइन्डबाट विभिन्न किसिमको चाहिँ नै तपाईँको ज्ञान सिर्जना हुन्छ। र शिक्षाको उद्देश्य पनि त्यही हो। जनरल एजुकेसन हामी भन्छौँ केही काम छैन भन्छौँ, तर त्यसको धेरै काम छ। किनकि हामीले एउटा स्टोरी पढौँ ल ठिक छ, ड्रामा पढौँ के काम छ त्यो ड्रामा पढेर भन्ने मान्छे पनि छन्, कविता पढेर के काम छ पढाएर भन्ने मान्छे पनि छन्। भनेपछि त्यो त छ, तर जस्तो कविता छ एउटा लिटरेचर भनौँ न साहित्य छ भनेपछि त्यो साहित्यले के पावर दिन्छ त मान्छेको माइन्डमा भन्दाखेरि इमेजिनेटिभ पावर, काल्पनिक शक्ति दिन्छ हैन। भन्यो भने त्यो वैज्ञानिक कुरा हो नि त त्यो पनि। जस्तो सर आइजक न्युटनले हैन एप्पल तल खसेको देखेर कल्पना गर्यो कि पृथ्वीसँग केही चाहिँ पुलिङ पावर छ। त्यसपछि उसले ग्रेभिटेसनल थियोरी उत्पादन गरेर तपाईँको विश्वको एउटा नामी फेमस साइन्टिस्टको रूपमा हुनुहुन्छ। भनेपछि के गर्यो त भने इमेजिनेटिभ पावरले उहाँले इमेजिन ठुलो गर्नुभयो के कुनै एउटा कुरालाई क्रिटिकल्ली हेर्ने पावर कसले दिन्छ त भन्दा हाम्रो शिक्षाले दिन्छ। हामी जेसुकै पढौँ हैन, एउटा मान्छे के भन्छ भने यो साहित्य भनेको बुर्जुवा शिक्षा हो भन्ने साथीहरू पनि छन् हैन। त्यो पनि एक किसिमले हेर्दा वास्तवमा यसरी हेर्ने हो भने त जति पनि प्रिन्सिपलहरू छन् संसारमा आजसम्म बनेका अथवा प्रतिपादित भएका जति पनि विषयवस्तुहरू छन् तिनीहरूको सर्जक त आखिर साहित्य देखियो त यस अर्थमा। एक अर्थमा साहित्यले इमेजिनेसन देखाउने भयो, गराउने सिकाउने भयो, इमेजिनेसनबाट नै आविष्कार आउने हो भन्ने। स्योर। अब आविष्कारको भनौँ न कुनै पनि इनोभेसन अथवा इन्भेन्सन जो पनि हुन्छ, इन्भेन्सन गर्ने कहाँबाट हो त मान्छे पहिला कल्पना। अब हामी देख्छौँ नि विल्बर ओर्बिटाइडले कल्पना गरेको हो नि एकदमै हैन। एरोप्लेन बनाउनुभन्दा पहिला उहाँले त देखेकै थिएन भनौँ न हैन, देख्ने कुरा त थिएन। चरा उडाएर देखेर कल्पना गर्यो कि एउटा कुनै उड्ने चिज बनाउन सकिन्छ, त्यत्रो ठुल्ठुलो चराहरू वेट भएको चराहरू उड्छ भने हैन। अब किन त्यसो के कारणले उड्छ त्यो चाहिँ बनाउनुपर्छ भनेर उहाँ इमेजिन गरेर लागेको हो हैन। इमेजिन गर्दा गर्दै तपाईँले त्यस्तो चाहिँ हामी अहिले प्लेन चढ्ने भएका छौँ भनेपछि ह्युमन इमेजिनेसन इम्पोर्टेन्ट कुरा हो। त्यसमा ह्युमन इमेजिनेसन गराउने काम कसले गर्छ भने लिटरेचर लगायत भनौँ न हामीले जे कुरा पढ्छौँ त्यसले समथिङ एड गर्छ हाम्रो दिमागमा र समथिङ क्लिक गर्छ र क्युरियोसिटी जगाउँछ। हामीले जे पनि पढ्छौँ, जे पनि एनिथिङ रिड हैन, हामीले कुनै कोर्समा भएको किताबहरू जुन पढ्छौँ भने त्यसले हाम्रो काल्पनिक शक्ति बढाउँछ र हामीलाई एउटा भनौँ न कुनै एउटा कल्पना गर्ने, कुनै स्किल डेभलप गर्ने एउटा आधार दिन्छ।
जस्तो हुनु पनि हो मान्छेको माइन्डमा जस्तो हुन्छ नि अहिले हामी टेक्निकल एजुकेसन यो एजुकेसन भन्छौँ अरूले लेखिदिएर कुनै टेक्निकल कुराहरू सिकाइदिएर हामी सिक्ने अझ फेरि त्यो रटेर भनौँ न गर्ने र आफ्नो जीवनमा प्रयोग गर्ने एउटा कुरा छ जब हाम्रो माइन्ड कुनै मान्छेले त्यो स्किल आफैले डेभलप गरेको होला नि त हैन जस्तो कम्प्युटर इन्टरनेट बनाउने होला विभिन्न तपाईको चाहिँ वेबसाइट बनाउने होला विभिन्न अहिलेका भनौँ टेक्नोलोजी बनाउने मान्छेले उसले त भनौँ किताब पढेर बनाएको त होइन हैन किताब पढेर त्यो बनाएको होइन केबाट बनायो त भन्दाखेरि आफ्नो क्रिएटिभ माइन्डबाट बनायो त्यो क्रिएटिभ माइन्ड कहिले दिन्छ त भन्दाखेरि यो पढाइ लेखाइले दिन्छ त्यसले गर्दाखेरि एउटा त्यो कुरा पनि रहेको छ र क्वालिटी एजुकेसन जो हजुरले भन्नुभयो त्यो क्वालिटी एजुकेसन भनेको के हुन्छ भने समाज एजुकेसनलाई हामी कसरी लिन्छौँ भने अहिलेको विश्व भनेको कमर्सियल वर्ल्ड छ अहिले विश्व चाहिँ यो कमर्सलाई मानिरहेको छ मटेरियलिस्टिक छ भौतिकवादी संसारमा के गर्छ भने कुनै एउटा ज्ञानलाई भनौँ न सिपलाई सिकेर पैसा आर्जन गर्छ भने त्यसलाई चाहिँ क्वालिटी एजुकेसन भन्ने गरिन्छ वास्तवमा भन्ने हो भने त्यो पनि होइन हैन त्यो पनि चाहिँ क्वालिटी एजुकेसन हो कि त्यो जीवन चाहिँ भनौँ न पैसा भनेको मान्छेले एउटा मिन्स नभनेर उसलाई चाहिँ तपाईँको साधन नभनेर साध्यको रूपमा हैन त्यो त साध्य त होइन नि त पैसा भनेको र त्यसैले गर्दाखेरि अब यो एजुकेसनले के पनि दिन्छ जनरल एजुकेसन अथवा एजुकेसनले के पनि दिइरहेछ भने त्यो लाइफ फिलोसफी डेथ फिलोसफी पनि दिन्छ नि त व्हाट इज लाइफ अहिलेको मान्छेहरू बिर्सिरहेछ लाइफ के हो भन्ने कुरा जिन्दगी नै बुझिया छैन हैन लाइफ इज मनी भनिरहेछ बाटैमा मरिरहेछ भनेपछि त्यो त लाइफ होइन त्यसैले मान्छे क्वालिटी लाइफ चाहिँ बिताइरहेका छैनन् हैन त्यसले गर्दाखेरि अब हामी एउटा कन्फ्युजिङ हुने कुरा कहाँनिर छ भन्नुहुन्छ भने जस्तो ट्रेडिसनल एजुकेसन भन्छौँ हामी जसलाई परम्परागत रूपमा भनौँ न गुरुकुल शिक्षादेखि लिएर अहिलेसम्म पढिरहेको जुन चाहिँ एजुकेसन लिइरहेको एजुकेसन छ त्यसमा चाहिँ के छ त क्वालिटी छ कि छैन भन्ने कुरा चाहिँ नि यो इभ्यालुएसन गर्ने बेला आएको छ किनभने त्यसले नै एउटा इथिक्सका कुराहरू हैन कल्चरका कुराहरू सिकाएर मान्छेले अहिलेका मान्छेहरू के पुरा स्ट्रेस्ड मोडमा छन् हैन डिप्रेसनमा छन् भनेपछि हाम्रो विभिन्न स्वास्थ्यलाई पनि यो शिक्षाले असर पार्छ मानसिक स्वास्थ्य हैन फिजिकल अहिले हामी यो बडो गहन विषयवस्तु आयो सर मैले यसलाई थोरै अलिकति के कुरा जोड्न खोजेँ भने हजुर आफै पनि लामो समयदेखि शिक्षामा लागिरहनु भएको छ यहाँले भनेको जस्तो जो क्वालिटी एजुकेसन अपरिहार्य छ भन्ने लाइफ स्किलसँग जोडेर हेर्नुभयो इमेजिनेसनका कुराहरू पनि जोड्नुभयो हजुरले आजको शिक्षक हजुरले भनेको त्यो कल्पनाको क्वालिटी एजुकेसनका लागि एलिजिबल छ अथवा त्यसलाई हामी पुश गर्नको लागि हामी शिक्षक साथीहरूले के कुरामा जोड दिनु पर्ला सामान्य हकमा धन्यवाद सर एकदम सान्दर्भिक क्वेसन गर्नुभयो सरले अब अहिलेको टिचरमा के भन्नुहुन्छ भने टिचरले यो त्यस्तो खाले सरले भने जस्तो भनौँ अहिले हामी डिस्कस गरे जस्तो क्वालिटी एजुकेसन दिनको लागि पनि के छ भन्नुहुन्छ भने एउटा टिचर पनि समाजको अङ्ग अहिले मटेरियलिस्टिक वर्ल्डको अङ्ग भएको हुनाले टिचरलाई पनि डिप्रेस्ड बनाइदिएको छ हैन किन भन्नुहुन्छ भने सरकारले तलब दिँदाखेरि कति दिएको छैन हैन जस्तो नेपाल सरकारले जति होला त्यो देला तर पनि के हो भनेपछि टिचर पेसामा लागेका मान्छेहरूले के हुन्छ भने उहाँ पनि चाहिँ एउटा यो मटेरियलिस्टिक वर्ल्डको भिक्टिम जस्तै बन्नु भएको छ किनभने टिचर भनेको त टिचर हो बिजनेसम्यानले हेप्ने हैन अरूले के अरे चाहिँ निकायका भनौँ न कर्मचारीले हेप्ने बनाइदिएको छ एउटा थेगो नै छ नि हाम्रो समाजमा मास्टरै छै कि जागिर पाइहाली भन्थ्यो अरे एउटाले यो बडो सटाइरिकल छ क्या यो त टिचरै छै कि या कोही जागिर पाइसक्यो त्यो हजुरले हेर्ने समाजको दृष्टिकोण अथवा सरकारको दृष्टिकोण भन्नुहोस् हैन यो दृष्टिकोण त भन्ने बोलेको जहाँसम्म मलाई लाग्छ हो त्यसमा के हामी देख्छौँ भने सर केही अरू चाहिँ नोकरी पाएन भने टिचरमा जाने जो छ नि त टिचर काहीँ टिचर भए ठिक छ अरू भए ठिकै छ न त टिचिङमा कहीँनिर पाइहाल्ला नि भन्ने छ नि हो त्यो चाहिँ नहुनु पर्छ के त्यसपछि चाहिँ टिचर क्वालिटेटिभ हुन्थ्यो टिचर भनेको त एउटा भनौँ न यो पढाउने भने त जस्तो हामीले एमएड पढ्छौँ भनेपछि त्यो एउटा टेक्निकल सब्जेक्ट नै हो कि हैन त्यो टेक्निकली कसरी चाहिँ सबभन्दा चाहिँ एउटा भनौँ न जसरी हामीले अरू टेक्निकल सब्जेक्टलाई लिन्छौँ एमबिएस डक्टरलाई त्यो किसिमको रिस्पेक्ट गर्छौँ अर्को चाहिँ इन्जिनियरलाई त्यो रिस्पेक्ट गर्छौँ टिचर पनि त इन्जिनियर हो टिचर पनि डक्टर हो त्यो सबैको मिक्सचर हो कि टिचर भने
हैन एउटा साइको एनालिस्टदेखि लिएर भनौँ न मनोविज्ञान उसले बुझ्नुपर्छ, स्वास्थ्य उनले चाहिँ बुझ्नुपर्छ हैन, अनि जे कुरो इन्जिनियरिङ उहाँले जान्नुपर्छ भनेपछि टिचर भनेको त त्यति चाहिँ रिस्पेक्ट हुनुपर्ने, त्यति पावरफुल हुनुपर्ने, त्यति एउटा समाज र राष्ट्रले चाहिँ उहाँलाई त्यो किसिमले चाहिँ सम्मान दिनुपर्ने अवस्थामा टिचरलाई के भने लो क्याटेगोरीमा राखिदिएको छ कि हैन, उहाँहरूको चाहिँ ग्रेडिङै नगरिदिएको अवस्था देखिन्छ नि। हो त्यसैले टिचरले हेपेको समाजमा कहिल्यै पनि चाहिँ क्वालिटी एजुकेसन हुन सक्दैन जस्तो मलाई लाग्छ। क्वालिटी एजुकेसन कसरी दिन्छ भन्नुहोस् त, उहाँलाई विभिन्न किसिमको चाहिँ त्यो फेसिलिटी पनि दिनु पऱ्यो नि। मैले पैसा दिएर हुन्छ भनेको होइन, उहाँलाई त्यो रिस्पेक्ट कसरी पाइन्छ त, के कारणबाट चाहिँ टिचरले एउटा इन्करेज हुन्छ, मोटिभेसन त चाहियो हैन, के चाहिँ कुन चाहिँ पुरस्कार दिएर हुन्छ, टिचरलाई खै त पुरस्कार दिए, मानौँ पैसा दिनुपर्छ टिचरलाई धनी बनाएपछि मात्र हुन्छ भन्ने मेरो आशय छैन। किनभने जुन देशमा जति चाहिने भनौँ न आर्थिक रूपमा सम्पन्न छ त्यति गर्ने हो देशले, त्यो पनि मान्नुपर्छ हामीले। तर के हो भने अन्याय त गर्नु भएन राष्ट्रले पनि हैन, अरू चाहिँ कर्मचारी अरू चाहिँ पदमा बसेकाहरूले के गर्दैछन् र टिचरको के छ भनेर कम्पेरिटिभली सरकारले हेर्न जरुरी छ र टिचरले त्यतिखेर चाहिँ मेहनत गर्छ जतिखेर आफै मोटिभेटेड हुन्छ। म यसो भन्दैन कि तलबले मात्र मोटिभेटेड छैन है भन्न म चाहन्न, र कसरी मोटिभेसन हुन्छ त्यो कुरा म अहिले खोल्न चाहन्न, त्यो कुरा गभर्नमेन्टले रिसर्च गर्नुपर्ने कुरा छ। टिचर कसरी मोटिभेटेड हुन्छ र एउटा मोटिभेटेड मान्छेले के गर्छ अनि चाहिँ आफूले जसलाई चाहिँ पढाउँछ त्यो चाहिँ विद्यार्थीहरूलाई त्यही किसिमको चिजहरू सम्प्रेषण गर्छ। सरकारको यस्तो दृष्टिकोणले कहीँ न कहीँ टिचरहरू डिप्रेस्डमा छन्। हामी कहीँ न कहीँ चाहिँ विद्यार्थीलाई त्यो खालको उत्प्रेरित क्वालिटी एजुकेसन दिनका लागि कहीँ न कहीँ ल्याग भइराखेको छु भन्ने भाव हो भन्न बुझ्न सकिन्छ सर। हजुरको विचार, हजुरले जो आशय व्यक्त गर्नुभयो टिचरलाई एउटा क्वालिटी भन्न नि, टिचर कस्तो भन्नुहुन्छ भने टिचरलाई जब रिस्पेक्ट दिन्छ, जति जति रिस्पेक्ट दिन्छ, जति जति चाहिँ उहाँलाई प्रेरित गरिन्छ, आफ्नो पेसाप्रति जिम्मेवार हुन्छ टिचर। पेसाप्रति जिम्मेवार भएपछि के हुन्छ भने विद्यार्थीहरूमा पनि त्यसको प्रभाव पर्छ हैन। विद्यार्थीहरूले पनि टिचरलाई चाहिँ हेप्ने दृष्टिकोण आयो भनेपछि त्यसले चाहिँ राम्रो देखिन्छ हैन। अब हजुरहरूले देख्नु भएको छ घटना, अहिले नियम कानुन के भनेको छ, टिचरले चाहिँ जेल जानुपर्ने स्थिति छ। विद्यार्थीकै लागि उहाँलाई चाहिँ हप्काउने दब्काउने गर्दा पनि ल यसरी मानसिक तनाव दियो, यस्तो गर्यो त्यस्तो गर्यो भने जेल गएको अवस्था छ भनेपछि अब अलिकता टिचरले अब त्यो चिजबाट टाढा रहनुपर्ने स्थिति भयो हैन। स्टुडेन्टलाई सिकाउनको लागि, उहाँलाई चाहिँ व्यवहार सिकाउनको लागि हैन कुन हदसम्म जानुपर्छ भन्ने कुरा के अरे त्यो सरकारले खुलाइदिनुपर्छ नि त हैन। त्यसमा त छुट दिनु पर्यो हैन। आफ्नै चाहिँ विद्यार्थीको लागि उसले काम गर्दैछ भने त्यसमा पनि अपलित हुनुपर्ने अवस्था भयो भने टिचर चाहिँ ब्याक हुनुपर्ने स्थिति भइहाल्यो हैन। त्यो अवस्थामा टिचर छ, त्यसले गर्दाखेरि क्वालिटी एजुकेसन दिनुको लागि भनौँ न अहिलेको जस्तो एजुकेसन दिनु छ भने ती विद्यार्थीहरू प्रति हामीले झुक्नुपर्ने छ, कसरी एजुकेसन दिनुहुन्छ हैन। अब किन भन्नुहुन्छ भने उनलाई चाहिँ नपिट्नु भनेको छ, नभकाउने भनेको छ, अर्को भनेको छ भनेपछि हामी नयाँ कल्चरमा छौँ नि त। मैले नयाँ कल्चर हामी प्र्याक्टिस गर्दैछौँ, त्यो पनि ठिक छ। हामीले माने उनीहरूलाई चाहिँ मानसिक तनाव हुन्छ, पिट्ने सिट्ने, अब त्यो ट्रेडिसनल तरिका हामीले छोडेका छौँ, त्यो किसिमले गएका छौँ। र कम्तीमा के हो भने टिचर एउटा पावरफुल बनाउनै पर्छ कि विद्यार्थीहरूलाई कसरी कन्ट्रोल गर्ने टिचरको मेकानिजम जो छ त्यसमा चाहिँ यो सरकारले चाहिँ ध्यान दिनुपर्छ, त्यो सम्बन्धी कुराहरू गर्नुपर्छ। र त्यसले गर्दा के हुन्छ भने टिचरले यदि सन्तुष्ट हुने हो भने विद्यार्थीहरूलाई समय सान्दर्भिक किसिमको कला सिकाउँछ। र अर्को कुरा के भन्नुहुन्छ भने के क्वेसन सरको पछिल्लो उसमा पनि हुनसक्छ, र मैले अहिले त्यसैमा जोडेर के भन्न चाहन्छु भने एउटा लोकल लेभलमा जुन कल्चर छ त्यो कल्चर सुहाउँदो र लोकल लेभलको तपाईँको करिकुलम बनाउनुपर्छ। विदेशबाट किताब लिएर, विदेशबाट चाहिँ विभिन्न चाहिँ पाठहरू लिएर सिकाएर मात्र हाम्रो विद्यार्थी नेपाल सरकारले हजुरको यो नयाँ करिकुलममा एउटा यो कक्षा 1 देखि कक्षा 8 सम्म चाहिँ हाम्रो गोदावरी भन्ने चाहिँ एउटा नयाँ करिकुलम चाहिँ रिलिज गरेको छ। मैले केही सामग्रीहरू केही किताबहरू चाहिँ अध्ययन गर्ने अवसर पनि प्राप्त गरेको छु। मलाई चाहिँ त्यो यो करिकुलम चाहिँ ठिकै लागेको छ। यसले कम्तीमा हाम्रा बच्चाहरूलाई हाम्रो समाज, हाम्रा मन्दिर, हाम्रा चौतारी, हाम्रा व्यक्तित्व, हाम्रा समाजका नजिकका व्यक्तित्वहरूलाई पनि पहिचान गर्न पाएका छन्। र तिनीहरूले मलाई लाग्छ यसले चाहिँ पछि बच्चाहरूलाई पनि यी हाम्रा सम्पत्ति हुन्, यिनलाई जगेर्ना गर्नुपर्छ भन्ने खालको भाव चाहिँ जहाँसम्म भोलिका दिनमा उनको मनमा आउला कि
धन्यवाद छ सरलाई। त्यही कुरामा लोकल करिकुलममा के हुन्छ भन्नुहुन्छ भने दुनियाँमा जति हजारौँ वर्षदेखिको ज्ञान रहेको छ त्यो एक्सप्लोर गर्न बाँकी छ। एक्सप्लोर गर्न बाँकी किन छ त भन्दाखेरि यो ट्रेडिसनल एजुकेसन जुन हामी त्यो पाश्चात्यका सोक्रेटिसदेखि लिएर एरिस्टोटलदेखि लिएर सेक्सपियरदेखि लिएर यसरी हामी चाहिँ नि भनौँ न अहिले का विद्वान इमानुएल कान्टसम्मका भनौँ न 21st सेन्चुरीका विद्वानहरूसम्म पनि हामी पुग्दाखेरि हामी त्यसरी टप मोस्ट चाहिँ नि विद्वानहरू फिलोसोफरहरूका कुराहरू चाहिँ विद्यार्थीलाई सिकाउने गर्छौँ। र त्यो के हुन्छ भने अलिकता तिनलाई भनौँ न त्यो लोकेलिटीलाई इन्डिजिनियस नलेजसँग टच हुँदैन के। त्यसले गर्दा पनि हाम्रोमा के छ भने धेरै ज्ञानहरू अलिकता यो समाजलाई टच नहुने पनि हुनसक्छ। किन भन्नुहुन्छ भने हाम्रो जो इन्डिजिनियस नलेज लोकल नलेज जो छ त्यो पनि धेरै वर्ष लगाएर अनुभवको आधारमा पढाइ लेखाइ र किताबमाथि छैनन्, तर पनि त्यो ज्ञान समाजमा लुकेको छ र त्यो ज्ञानको भोलि के हुनसक्छ त एक्सटिङ्सन लोभ हुनसक्छ। भन्नुको अर्थ हामीले जानेको ज्ञान अथवा सिकेको ज्ञान र हाम्रो समाज त्यो बिचमा एक प्रकारको चाहिँ कोरिलेसन सामञ्जस्यता हुन जरुरी छ। जस्तो हजुरलाई म के अनुरोध गर्छु भने पहिलेका हाम्रा पूर्वजहरूले हाम्रा बाउबाजेहरूले के गरेका थिए, कसरी बाँचेका थिए, उहाँले नपढे पनि बाँचेका थिए हैन, तर उनले किताबी ज्ञान थिएन, तर उहाँसँग के थियो भने तपाईँको अनुभवी अथवा व्यावहारिक ज्ञान थियो हैन। त्यो कुरा हामी किताबमा लेखेर हाम्रा अब कमिङ जेनेरेसन न्यू जेनेरेसनलाई दिने हो भने मलाई लाग्छ त्यो अहिलेको पढ्ने करिकुलम जुन चाहिँ राष्ट्रिय लेभलको जुन करिकुलम छ त्योभन्दा पनि उच्च स्तरीय गुणस्तरीय हामीसँग ज्ञान छ, प्रत्येक समाजमा छ हैन। भनेपछि त्यो ज्ञानहरूलाई एक्सप्लोर गरेर बुकमा लेखेर विद्यार्थीलाई सिकाउने हो भने के हुन्छ त भन्दाखेरि त्यो ज्ञानबाट नै उहाँले आफ्नो समाज चलाउन सक्नुहुन्छ र ज्ञानबाट चाहिँ उहाँले अझै फेरि त्यो ज्ञानमा थपेर एउटा चाहिँ भनौँ न आफ्नो लाइफ चलाउन सक्नुहुन्छ भन्ने कुरा छ नि त। हाम्रा चाहिँ पूर्वजहरूले के थिए अहिले देख्नु भएन, जडीबुटी हब्सहरू हैन, जडीबुटीहरू जुन चाहिँ प्रापूर्व कालदेखि चलेका जडीबुटीहरू छन्, उहाँले चाहिँ भनौँ न त्यो वर्षौँभरिको अनुभवले गर्दा के गरेका हुन्छ भन्दाखेरि ती जडीबुटी छानेर कुनै रोगको लागि निदानको लागि प्रयोग गरेका थिए भने ती जडीबुटीको खोजी गर्ने कृषि क्षेत्रमा के हेर्नुहोस् त विभिन्न क्षेत्रमा जुन ठाउँमा जे हुने हो त्यो उहाँहरूले लगाइराख्नु भएको थियो हैन। त्यो कुरा के कस्तो माटोमा उहाँहरूले लगाए, कति वर्षको अनुभवबाट त्यो भयो र उहाँहरू चाहिँ भनौँ न सन्तुष्ट नै हुनुहुन्थ्यो नि त हैन। अहिले मलाई लाग्छ कम्पेरिटिभली अहिलेका मान्छेहरू बरु असन्तुष्ट छन् र अर्को सन्तुष्ट गर्ने के हो त भन्दाखेरि तपाईँको कल्चर हैन। उहाँले जुन चाहिँ कल्चर एउटा ट्रेडिसन रिचुअलहरू बनाउनु भएको थियो त्यसले गर्दा मानसिक रूपमा धार्मिक रूपमा स्पिरिचुअल रूपमा आध्यात्मिक रूपमा हामी सन्तुष्ट थियौँ, हाम्रा पूर्वजहरू सन्तुष्ट थिए। तर हामी कम्पेरिटिभली हेर्दाखेरि हामी त्यति सन्तुष्ट मलाई लाग्दैन अहिलेको जेनेरेसन हैन। हामीमा स्टेज किनकि हामी मलाई पनि के लागेको विषय के हो भने अहिले वास्तवमा हामी कल्चरबाट टाढिँदै गइरहेका छौँ, समाजबाट पनि एक प्रकारको एलिनेटेड छौँ, हामी आफैमा रमाउन खोज्छौँ। तनावको मेजर कारण सम्भवतः यही हो कि स्योर मलाई इन्डिभिजुअल विचार पनि होला, मान्छेले आफ्नो विचारहरू देलान्, तर मेरो विचारमा चाहिँ जस्तो हाम्रो समाजमा एउटा किसिमले चाहिँ एउटा कल्चर लिएर बोकेर हिँडेको थियो। जस्तै हाम्रै हिन्दू कल्चरको कुरा गर्नु न, हाम्रोमा के थियो त इमान्दार हुने, त्यसलाई प्रशंसा गरिन्थ्यो इमान्दार शब्द। हेर्नुहोस् इमान्दारी हुने हो भने के हुन्छ, आफूलाई पनि सन्तुष्ट हुने, दुनियाँले पनि आफूलाई रेस्पेक्ट गर्ने हैन, झुटो नबोल्ने भन्ने छ नि, सन्तोषम परम सुखम, सन्तुष्ट रहने। जबकि तपाईँको के छ त भन्दाखेरि तपाईँको सबभन्दा एउटा छ नि युधिष्ठिरले भनेको कुरा महाभारतमा पनि सबभन्दा मान्छे क्वेसन सोधेको छ नि त हैन, गड एमले एचले सोधेको छ कि मान्छे तुरन्त धनी हुने चाहिँ के छ, तुरन्त धनी कसरी हुनसक्छ भनेको थियो, उपाय भन्नुहोस् त भनेर भन्दाखेरि उहाँले के भनेको थियो भन्दाखेरि तुरन्त मान्छे धनी बन्न सक्छ, कसरी बन्न सक्छ त भन्दा बाई कटिङ अफ द डिजायर्स। सिधै इच्छै छैन भने महल किन चाहियो, म धनी छु, सक्यो। एउटा मान्छेसँग महल हुँदा पनि भनौँ न उसँग अथाह प्रपर्टी हुँदाखेरि पनि ऊ सन्तुष्ट नहुन सक्छ, हुन्छ भन्ने ग्यारेन्टी छैन। भनेपछि हाम्रो कल्चरमा हेर्नु सन्तोषम परम सुखम, हामी सन्तुष्ट अहिले छौँ भने त्यो नै उसको चाहिँ नि भनौँ न लाइफलाई भनौँ न लाइफ स्प्यानलाई पनि बढाउँछ, जीवनले आफ्नो जीवनलाई क्वालिटी जीवन मान्छ
अहिलेको जीवन जो हामी क्वालिटीको कुरा गर्दैछौँ नि, जीवन क्वालिटेटिभ हो कि होइन? ठुलो महलमा बस्ने बित्तिकै अनि ठुल्ठुला चाहिँ गाडी घोडा चल्ने बित्तिकै अनि एसीमा बस्ने बित्तिकै तपाईँको सन्तुष्टि नभएको हुनसक्छ होइन, त्यो लेभल त फरक छ नि। त्यसैले जस्तो सेयरिङ हेर्नुहोस्, हाम्रो कल्चरको सेयरिङ एउटा के भनेको थियो भने हामी जीवनमा मान्छे खुसी कतिखेर हुन्छ होइन, पैसाको चाहिँ पाइल्स अफ मनी होइन पाएर हुन्छ कि होइन, प्रपर्टी पाएर हुन्छ कि अथवा केबाट हुन्छ भन्ने रिसर्च गरेका छन् विभिन्न रिसर्चरहरूले। त्यसमा ह्याप्पिनेसको विभिन्न रिसर्च छ कि सर होइन, ह्याप्पिनेसलाई कसरी, हाउ पिपल गेट ह्याप्पिनेस, त्यसमा फाइन्डिङ के छ त भन्नुहुन्छ भने विभिन्न चाहिँ उसमा हेर्ने हो भने हाम्रो हिन्दू कल्चरलाई कल्चरको जो थिम छ त्यसलाई अङ्गीकार गरेका छन्, त्यसलाई चाहिँ स्टडी गरेको चाहिँ देखिन्छ। के देखिन्छ त भन्दाखेरि अब people get extreme happiness when they spend money on others हैन भन्ने छ। हामीले पैसा आफूमा खर्च गर्नुभन्दा पनि अरूमा खर्च गर्दाखेरि बढी सन्तुष्टि आउने, ह्याप्पिनेस आउने भनेर एउटा मैले रिसर्च आर्टिकल पढेको थिएँ। हुनु पनि हाम्रो कल्चर के थियो त्यस्तै थियो। मैले देखेको छु आफ्नै घरमा पनि बाजेहरू उहाँहरूले चाहिँ भनौँ न अरूलाई चाहिँ यसो दान गर्न लागेको होइन, दानमा चाहिँ दिँदाखेरि आफूसँग के घट्छ तर सन्तुष्टि लेभल ह्याप्पिनेस बढ्छ अनि भनेपछि हाम्रो त्यस्तो कल्चर छ। अहिले हामी के छौँ त भन्दा चोरेर पनि लुटेर पनि आफूमा कलेक्सन गर्दाखेरि ह्याप्पिनेस कति भयो होला? हामीमा त ह्याप्पिनेस घटिरहेको हुन्छ, चिज बढिरहेको हुन्छ, ह्याप्पिनेस घटिरहेको हुन्छ। भनेपछि जीवनको लक्ष्य के हो त प्रत्येक मान्छेको त भन्दाखेरि ह्याप्पिनेस प्राप्त गर्ने हो। खास फिलोसफी हुनुहुन्छ नि, फिलोसफिकल्ली भनौँ टेक्निकल्ली पनि त्यही हो। त्यही त सर, मलाई लाग्यो हजुरले विषयलाई कोट्याएर मलाई पनि के कुराले क्लिक गर्यो भने हाम्रो दर्शन, हाम्रो पूर्वीय सभ्यता जो छ त्यसले हामीलाई के भन्यो भने तिम्रो डिजायर्सहरूलाई कटअप गर, नराख यदि तिमी खुसी हुन चाहन्छौ भने। यही त हो नि अघि हजुरले युधिष्ठिर जो भन्न खोज्नु भएको थियो होइन। अर्को यो एउटा मटेरियलिस्टिक दुनियाँ छ, भौतिकवादी दुनियाँले के भन्छ, यु मस्ट ह्याभ द वाट इज डिजायर। तिमी ह्याप्पी हुन चाहन्छौ भने तिमीसँग डिजायर हुनैपर्छ, होइन भने तिमीलाई पैसा कमाउने चाहिँ आइडिया आउँदैन, तिमीलाई जागिर खाने आइडिया आउँदैन। त्यसैमा एउटा सर एउटा कुरा के छ भन्नुहुन्छ भने यो उतातिर के भनौँ त्यसलाई भन्दाखेरि वेस्टर्न मुलुकतिर भनौँ न अमेरिकन ड्रिम भन्छ। अमेरिकन ड्रिममा के छ भने कहिले नेभर बी सेटिस्फाइड, नेभर बी सेटिस्फाइड। किनभने उसले के भन्छ भने पोभर्टी इज अ क्राइम, यु आर लेजी देयर फर यु आर क्रिमिनल एन्ड यु आर पोर होइन। उसले के भन्छ अल्छी भएको कारणले गर्दा गरिब भयो, काम गर्नु पर्यो, यु मस्ट ह्याभ मल्टिपल डिजायर, डिजायर राख्न इच्छा होइन, इच्छा छैन भने त के हुन्छ भन्दा यो भौतिकवादी सोच हो, भौतिकवादी सोच हो नि त होइन। तिमी गरिब हुनु तिम्रो अपराध हो किनभने वेयर देयर आर नो डिजायर्स देयर इज नो प्रोग्रेस, त्यो किसिमको छ। त्यसलाई भन्छ अमेरिकन ड्रिम होइन। उसले अमेरिकन ड्रिममा के छ भने डिजायर राख्नुपर्छ, एभ्रिथिङ इज मनी है फेरि होइन। अलि इन्डिभिजुअल प्रगति गर, यो अहिले दुनियाँमा चलिरहेछ। हामी वी आर बिङ द फलोवर अफ अमेरिकन ड्रिम। अहिले पनि हामी के छौँ भने अमेरिकन ड्रिमको फलोवर नै हो कि एकदम होइन। अल्दो हामी उसमा छौँ होइन, यो हिन्दू कल्चर हाम्रो छ तर हामी त्यसकोबाट गाइडेड छौँ। किनभने अहिले ग्लोबल एउटा कन्सेप्ट ग्लोबल कल्चर आएको छ नि त, हामी ग्लोबल कल्चरका भिक्टिम बन्दैछौँ एकदम। अब हामी के गर्छौँ, मान्छेको चाहिँ कन्सेप्ट के छ र परापूर्व कालदेखि भन्दाखेरि हाई लेभलको जुन चाहिँ स्ट्यान्डर्डको चाहिँ मान्छे छ, सोसाइटी छ, त्यसलाई फलो गर्ने। हामीले हिजो राजालाई हाई लेभल मान्थ्यौँ, राज परिवारलाई जहाँ गयो भने हामी के छ आइस्यो गइस्यो भन्नु पायो भने अहिले के गर्छौँ त भाषामा त्यसलाई चाहिँ ठुलो भाषा भन्ने गर्छौँ नि, राम्रो बोल्यो के भन्ने लाग्छ नि हो। त्यसले गर्दाखेरि हायर लेभल भाषा त जे बोले पनि उयो हो नि सर, कम्युनिकेसन हुनु पऱ्यो, भाषा त उयो। राजालाई गाली गरे पनि भर्सक आफू पनि आइस्यो गइस्यो भनेर भन्न पायो भने आफूलाई गर्व फिल गर्ने कहीँ न कहीँ हाम्रो मानसिकता हो। त्यसैले के हो त्यो लेभलबाट मान्छे गइरहेको हुन्छ भनेपछि अहिले अमेरिका भनेको हाई पावर, सेकेन्ड वर्ल्ड वार पछिको हाई पावर भनेको अमेरिका हो। अमेरिकाले जुन कल्चर ल्याएको छ त्यो फलो गरिरहेको छ दुनियाँले, त्यो हामीले देखिरहेको छौँ। नेपाल त सानो देश हो, गर्ने नै भयो होइन। त्यसैले गर्दा यो अहिले चलिरहेको के हो त भन्दाखेरि अमेरिकन ड्रिम भन्छ त्यसलाई।
अब हामीले एउटा ग्रेट गेट्सबीले त्यो रिफ्लेक्ट गर्छ फिजराल्डको छ नि अब त्यो ग्रेट गेट्सबीले त्यो त्यसको थिमै त्यही छ नि त फेलियर अफ अमेरिकन ड्रिम अनि त्यसले उही बेलै हामीले यसलाई चाहिँ जुनसुकै रूपमा फर्ममा राखे तापनि आखिर अन्ततोगत चाहिँ यो चाहिँ त्यही अमेरिकन ड्रिमको चाहिँ हामी फलो गरिराखेका छौँ अमेरिकन ड्रिमको फलो भइरहेछ एकदम अमेरिकन ड्रिम किनभने उसले के भन्छ इन्डिभिजुअलिस्टिक देख्नु भएन हाम्रो कल्चर के हो त त्यस्तो कल्चरै होइन हामीले त के भने एउटा बाउ बाजे पनि हुनुहुन्छ भने प्रत्येक छोराछोरीलाई माया गर्ने त्यसको चाहिँ बुढे जति बाचुन्जेल उहाँहरूको केयर गर्ने कल्चर हो नि त अहिले के भइरहेछ छुट्टिने परिवारमा बस बिहा गरेर नै के हुन्छ त छोराले यतातिर लाग्छ ऊ इन्डिभिजुअल लाइफ जिइरहेछ बुवा आमालाई चाहिँ उसमा के गृह भन्छ वृद्धाश्रममा राखिदिने होइन त्यो के हो त त्यही लाइफ स्टाइल हो नि त मेरो इन्डिभिजुअलिस्टिक लाइफ बिताउँ भन्ने हो छोराले बुहारीले भनौँ न त्यो किसिमको कहाँबाट आयो त भन्दा कि त्यो अमेरिकन ड्रिम हो इन्डिभिजुअल प्रोग्रेस हो नि त सर एकदमै होइन अमेरिकन ड्रिमको भने त्यो ग्रुप होइन कुनै फ्यामिली अगाडि बढ्नु छैन एउटा व्यक्ति अगाडि बढ्नु पर्यो छोरो अगाडि बढ्नु पर्यो होइन भन्ने किसिमको छोरो होइन कि आफू भनौँ न सरको आशय पनि के रह्यो भने यो इन्डिभिजुअल प्रोग्रेसले अथवा अमेरिकन ड्रिमले अथवा मटेरियलिस्टिक जो चाहिँ आइडिया आइराखेको छ हामी चाहिँ त्यसलाई त्योपट्टि फलो गरिराखेका छौँ त्यसले ह्याप्पिनेस हाम्रो जीवनमा आउने सम्भावना छैन अब भने त उहाँले के भन्नु भने अब त्यो फिजराल्डकै कुरा गरेँ मैले अब विभिन्न कन्सेप्ट अमेरिकल त ह्याप्पिनेस नै भन्छ हजुरको मैले पर्सनल चाहिँ भ्यू मात्र लिन खोजेँ होइन हजुरको आशय चाहिँ त्यही हो कि अथवा स्योर मेरो आशय त के भन्दाखेरि त्यसले ह्याप्पिनेस दिन सक्दैन अब मैले भने नि त फिजराल्डको जुन ग्रेट गेट्सबी छ नि त्यसको भनाइ नै त्यही हो नि लास्टमा के भयो त उसले कुनै ह्याप्पिनेस न कसै मान्छेको त्यो एउटा गेट्सबी भन्ने जो मान्छे छ नि मेजर प्रोटागोनिस्ट होइन उनले चाहिँ के गर्यो त दुःख पाएन त लास्ट होइन कसै मान्छेको माया पाएन मरेर पनि भनौँ न मलाइमै पाएन हामी पनि हाम्रो समाजमा भन्छौँ नि त्यो मरेपछि मलाई हुनुपर्छ भने के हो मरेपछि पनि रिस्पेक्ट हुनु पऱ्यो कि त्यो भने के हो त भन्दाखेरि उसले त्यो सोसल प्रपर्टी भनौँ न त्यसलाई सोसल प्रपर्टी भन्छ होइन सर सामाजिक एउटा चाहिँ रिस्पेक्ट पाउनु भने त्यो पनि प्रपर्टी हो नि त्यो प्रपर्टीतिर अहिलेका मान्छे छैनन् त्यो अहिले के छन् पैसा नै प्रपर्टी छ कि सोसल क्यापिटल भन्छ हो प्रपर्टी भने क्यापिटलको दिन्छ नि हो सोसल क्यापिटल पनि कमाउनु पर्यो भन्ने थियो हाम्रो कल्चरको भनेपछि यसरी चाहिँ हाम्रो समाजमा पनि एउटा किसिमको ज्ञान छ त्यो ज्ञानलाई पनि एउटा प्र्याक्टिसमा ल्याइयो करिकुलममा ल्याइयो भनेपछि मलाई लाग्छ त्यसले हाम्रो लोकल लेभलका विद्यार्थीहरूलाई क्वालिटी एजुकेसन दिन्छ जस्तो एकदमै सर यो बडो रमाइलो गफगाफ भइरहेछ सर यहाँ आइदिनु भएको छ हामी एकदमै आभार छौँ खुसी छौँ एकदम धन्यवाद यसमा पनि हजुरसँग यो जो फिलोसफिकल गफ के एजुकेसनल गफहरू जो भइराखेको छ यसले पक्कै पनि नयाँ पुस्तालाई हामी सबैलाई भाइ पुस्तालाई पनि यसलाई मोटिभेट गर्नेछ भन्ने आशा राखेको छु अब मैले थोरै अघि नै सरले चाहिँ हजुरकै नेतृत्वमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अहिले अगाडि बढिरहेको छ र यहाँकै नेतृत्वमा चाहिँ अहिले क्युए प्राप्त गर्ने अवसरसम्म पुगिरहेको छ भन्ने कुरा सुनाउनु भएको थियो युजिसीको जो प्रक्रियाबाट अनि यहाँले के छ यस विषयमा थोरै अलिकति केही चर्चा प्रचार गरेर यहाँका भावी योजनाहरू अथवा दुर्गालक्ष्मीलाई फेरि यो क्षेत्रको एउटा चाहिँ प्रमुख उच्च शैक्षिक गन्तव्य बनाउनको लागि यहाँका केही यस्ता योजनाहरू छन् यस विषयमा केही स्पष्ट पारिदिनुहोस् न धन्यवाद सर दुर्गालक्ष्मी बहुमुखी क्याम्पस र दुर्गालक्ष्मी नमुना उच्च मावि यी दुईटै चाहिँ दाजुभाइ हुन् र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई जन्म दिने पनि दुर्गालक्ष्मी नमुना उच्च मावि हो हामीलाई ज्ञात छ यहाँका जनताहरूलाई र दुर्गालक्ष्मी उच्च माविले 2063 सालदेखि लिएर धेरै वर्षसम्म भनौँ न हामी उतापट्टिको भवनमा अहिले नजान्जेलसम्म आफ्नो भवन दिएर नै यो +2 को प्राङ्गणमै हामीले क्याम्पस चलाएर बसेका थियौँ र अहिले छुट्टै भए पनि यसको नाम पनि एउटै छ कारण त्यही हो र यो एउटा हाई स्कुल लेभलको मावि अथवा उच्च मावि हामी जे भन्छौँ मावि नै हुन्छ र अहिले युनिभर्सिटी अन्तर्गत गएको हुनाले मात्र छुट्टै हो र हाम्रो एउटा संस्था जोडेको छ र जुन सरले भन्नुभयो दुर्गालक्ष्मीले के भन्नुभयो सर कुन प्रोग्राम के भन्नुभयो युजिसीको जो क्युए प्रोग्रामको कुरा हो दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले 63 सालमा स्थापना भएर हामी तपाईँको पछिल्लो अवरमा जुन अहिले सुदूरपश्चिम विश्वविद्यालय र सुरुमा त्रिभुवन युनिभर्सिटीमा एफिलिएटेड भएर अहिले कन्स्टिट्युन्ट कलेज छ र त्यो हुँदै गर्दाखेरि क्युए प्राप्त गर्नको लागि एउटा क्वालिटी कोर्स सर्टिफिकेट क्युएको सर्टिफिकेट प्राप्त गर्नको लागि कुनै एउटा आधा वर्षमा 15 महिनामा 2 वर्षमा हुनुभन्दा पनि हामी धेरै वर्षको प्रयासपछि यो हुँदैछ
योभन्दा पहिलेको क्याम्पस चिफहरूले पनि यो अवस्थामा पुर्याउनु यो प्रक्रिया क्युएको प्रक्रिया अलि लामो समयदेखि नै हो लामो समयदेखि हुन्छ विभिन्न प्रक्रियाबाट आउँछ र त्यसले चाहिँ नि अगाडि बढाउँछ र अहिलेको उसमा अन्तिम चरणमा पुग्छ कि जस्तो मलाई लागेको छ पुग्ला पनि निकट भविष्यमा त्यो छ र यो संस्था चाहिँ नि दुईटा हाम्रा जोडेका छन् र त्यसले गर्दा यो एउटा यो फिडर +2 को रूपमा मेजर विभिन्न +2हरू यहाँ फिडर +2हरू छन् हाम्रो सेरोफेरोमा त्यसमध्येको पनि मेजर फिडर र हाम्रो लागि मोस्ट इम्पोर्टेन्ट फिडर मावि सेकेन्डरी स्कुल भनेको दुर्गालक्ष्मी नमुना मावि हो र म के भन्न चाहन्छु भने दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले जब सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भइसकेपछि त्यसमा चाहिँ बिबिए म्यानेजमेन्टको टपमोस्ट तपाईँको एउटा फ्याकल्टी बिबिए प्रोग्राम छ त्यो सञ्चालनमा छ र त्यसपछि उतापट्टि एजुकेसनतिर नौलो भनेको बिएड सिएसआइटी आइटी कोर्स पढाउने छ र हामी कहाँ 3टा फ्याकल्टीमा मास्टर डिग्री छ एमएमा सोसियोलोजी अनि एमएडमा विभिन्न विषयहरू अङ्ग्रेजी अनि तपाईँको हेल्थदेखि लिएर अरू नेपाली सब्जेक्टहरू छन् र उतापट्टि म्यानेजमेन्टको चाहिँ एमबिएस पढाइ हुन्छ 3टा डिग्री लेभलको अहिले चाहिँ त्यो कलेज हुनुको लागि सफल भएको छ र अहिले दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले अझै पनि विभिन्न टेक्निकल सब्जेक्टहरूमा तपाईँको विश्वविद्यालयबाट माग गरेको छ इन्जिनियरिङ फरेस्ट्री भनौँ न अरू सब्जेक्ट के हुनसक्छ अब हामीले भन्दा पनि हामी छलफलमा छौँ र त्यसमा पनि के भन्छन् मेरो एज अ क्याम्पस प्रमुखको रूपमा म के भन्न चाहन्छु भने अस्ति पनि बिजी रजिस्ट्रार सरसँग कुरा भएको थियो कि विश्वविद्यालयले अब ट्रेडिसनली चलिरहेका इन्जिनियरिङ जुन कलेजहरू विभिन्न सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न कलेजहरूमा विभिन्न फ्याकल्टीहरू छन् र त्यो युनिक फ्याकल्टी सबै क्याम्पसहरूमा त्यही फ्याकल्टी दिनुभन्दा कुनै फरक नौलो समय सापेक्ष भएको फ्याकल्टी दिनुपर्छ भनेका छौँ र अहिले के हुँदैछ भने दुनियाँमा एउटा मल्टिडिसिप्लिनरी भनौँ इन्टरडिसिप्लिनरी टाइपको कोर्सहरू डिजाइन भइरहेछ होइन जस्तो तपाईँको कमर्स म्यानेजमेन्टसँग आइटी जोडेर दिने होइन जस्तो बिएड सिएसआइटी त्यसको इक्जाम्पल हो एउटा इक्जाम्पल होइन हुन त बिएडै हो त्यो होइन अब त्यो एजुकेसन आइटी सब्जेक्ट पनि आइटी सब्जेक्ट होइन अब जसो एमबिएस आइटी टाइपको होइन बिबिएस आइटी थपेर हुन्छ कि किनभने यो टेक्नोलोजीलाई थप्ने होइन आइटी त फेरि अहिले यो प्रविधि मैत्री जो शिक्षा भन्ने कुरा आएछ नि सर खालि सीमित शिक्षाले मात्रै पनि अबको समाजलाई अबको विद्यार्थीलाई चाहिँ हामी क्याच गर्न सक्ने अवस्था छैन त्यस अवस्थामा आइटी पनि यदि मिक्सअप हुने बित्तिकै यसले चाहिँ अबको विद्यार्थीहरूलाई हामी क्याच गर्न पनि सक्छौँ यो समय सान्दर्भिक पनि छ जस्तो लागेको छ स्योर जस्तो हामीले भनेका थियौँ नि सर अब जो कुनै टिचरले क्वालिटी एजुकेसन दिन्छ त्यहीँनिर पनि एउटा प्रश्न छ जस्तो टिचरले क्वालिटी एजुकेसन दिनुपर्छ टिचर के हुनु पर्यो कसो हुनु पर्यो भन्दा पनि अहिले सरले चाहिँ मलाई रिमाइन्ड गराउनु भयो कि आइटी अहिले एआई होइन आर्टिफिसियल इन्टेलिजेन्स जुन एआई को चाहिँ जमाना भन्छ अहिलेलाई त्यहाँ पुगिसक्यो हामी भने त्यो एआई आइसकेपछि के छ टिचरलाई रिप्लेस गर्छ कि भन्ने दुनियाँलाई डर भइसकेको छ एकदम होइन हामी टिचर क्वालिटी हुनुपर्छ भन्ने छ तर अब के गर्ने त भन्दाखेरि टिचरले पनि के हुनुपर्ने छ भन्दाखेरि आइटी फ्रेन्डली भनौँ न टेक्नोलोजी फ्रेन्डली हुनु जरुरी छ किन भन्नुहुन्छ भने मैले त्यो के देखेँ त भन्दा एआई चलाउँछु हामी च्याट जिपिटी जेमिनी के चलाउँछु होइन त्योभित्र विभिन्न चाहिने ब्राउजरहरू छन् ऊ छन् एपहरू छन् अब तिनलाई चलाउँदाखेरि त्यो एआईका विभिन्न प्रकारहरू छन् त्यो चलाउँदाखेरि के छ त भन्नुहुन्छ भने त्यसको पनि इन्जिनियरिङ हुँदो रहेछ सर त्यो हामी चलाउँदै नजान्ने रहेछ हामी केही लेख्छौँ उसले दिन्छ हामी खुसी हुन्छौँ होइन उसले दिइहाल्यो हामीले लेख्यौँ हामीले चाहिँ विद्यार्थीलाई सिकाउनु पाउँदाखेरि भयङ्कर भयो भन्ने हुन्छ विद्यार्थीले पनि त्यहाँबाट थोरै क्वेसन दिए पनि उसले उत्तर दिइदिन्छ क्वेसन पेपर त्यसमा अट्याच गर्दा पनि फुल एन्सर लेखेर दिन्छ त्यो उनीहरू खुसी हुन्छन् भनेपछि आखिरी भन्ने हो भने दुनियाँले यस्तो उत्पादन गरेको छ कि एआईमा के छ भन्नुहुन्छ भने एआईमा तपाईँको त्यसलाई चाहिँ गाइड गर्ने भनौँ न जस्तो हामी एउटा मोटरसाइकल अथवा कार बनाइदिएको छ दुनियाँले टेक्नोलोजी त्यो छ भने हामीले फाइन एक्सलेन्ट किसिमले चलाउन जान्ने कि नजान्ने भन्ने छ नि त होइन त्यसका पनि विधि प्रविधि छन् होइन हामीले एउटा मोटरसाइकल किनेर चलाएदेखि हामी भनौँ न धेरै वर्षसम्म नसिके पनि हुनसक्छ हामी उसै चलाइरहेको केही फङ्सनहरू सिक्दै नसिकेको पनि हुनसक्छ नि त त्यसैले त्यसको पनि एउटा एक्सिलेन्सी अथवा एक्सलेन्ट
सिकाइको लागि पनि के रहेछ भन्नुहुन्छ भने एआईमा पनि एउटा प्रम्प्ट इन्जिनियरिङ भन्ने रहेछ। प्रम्प्ट इन्जिनियरिङ त्यो पढाइ पनि हुन थाल्छ कि सर अहिले दुनियाँमा। भन्नाले त्यो एआई चलाउने कसरी होइन, जसो अहिलेको युगमा जसो हामी अगाडि छलफल गर्दाखेरि अहिलेका विद्यार्थीहरूलाई के त भन्दाखेरि त्यो प्रम्प्ट इन्जिनियरिङको कन्सेप्ट दिनु परेको परेन, दिनु पऱ्यो नि त। उहाँले चाहिँ एआई जाने हो, हामी सोध्नु पऱ्यो भने हामी टिचरको घरमा आउनु जरुरी छैन होइन। क्वालिटी एजुकेसन भन्छु, क्वालिटी एजुकेसन त एउटा टेक्नोलोजीले पनि दिइरहेछ नि त। तब अगाडि भन्दै थियौँ हामी समय सापेक्ष हामीले हुनुपर्छ भनेको थियौँ। कारण त्यही हो, शिक्षालाई चाहिँ नि टेक्नोलोजीले क्याच गरेको छ, दुनियाँका नलेजहरूलाई उसले चाहिँ समेटेर हामीलाई चाहिँ एन्सर दिन्छ भनेपछि एउटा टिचरले त्यो कुरा पनि नसक्छ, उसले पढ्नुपर्छ टिचरले पनि भनेपछि एआईले फटाफट चाहिँ त्यो कुरा गरिरहेछ भनेपछि अब के छ भन्दाखेरि विद्यार्थीहरूले टेक्नोलोजी फ्रेन्डली हुने, टिचर एउटा फेसिलिटेटरको रूपमा हुने र टिचरले मोटिभेसन गर्ने होइन। टिचरले उनलाई चाहिँ सभ्य र भव्य बनाइदिनु पऱ्यो। मलाई लाग्छ यो जुन लिने ज्ञानहरू हो, थ्योरिटिकल नलेज त टिचरले चाहिँ धेरै दिइराख्नुपर्छ जस्तो लाग्छ। यदि विद्यार्थीहरू त्यसमा हेबिचुअल भयो भने त्यो प्रकारको परिस्थिति छ। एकदमै राम्रो कुरा सर। हामी बडो गहन विषयवस्तुमा छलफल गरिराखेका छौँ र सरलाई मैले थोरै जानकारी गराएँ। हामी योभन्दा गएको एपिसोडबाट यो कार्यक्रमलाई थोरै अझै अलिकति क्याजुअल भनौँ, अनौपचारिक तरिकाले प्रसङ्ग अथवा यसलाई चाहिँ बनाउनको लागि हामीले यसमा चाहिँ ऱ्यापिड फायर राउन्ड चाहिँ जोड्ने प्रयास गरेका छौँ। यसमा चाहिँ हजुरले भर्सक आफ्नो उत्तरलाई संक्षिप्तमा धेरै नसोचिकन छोटो मिठो जसरी बनाउन सकिन्छ त्यसलाई चाहिँ हामी त्यस्ता खालका प्रश्नहरूलाई सोध्ने गरेका छौँ। यहाँलाई सोधौँ सर? ठिक छ, एकदम वेलकम। विद्यार्थी काल अथवा शिक्षण कालमा, जीवनकालमा हजुरलाई त्यस्तो लागेको एउटा रमाइलो त्यस्तो क्षण जो चाहिँ हामी दर्शकलाई चाहिँ साझा गर्न उपयुक्त होला जस्तो लागेको क्षण? विद्यार्थी शिक्षण, विद्यार्थी कालको, हजुर आफ्नो विद्यार्थी कालको अथवा शिक्षण कालमा पनि त रमाइलो क्षण हुनसक्छ नि त्यस्तो खालको चाहिँ, जो यहाँलाई पनि के लाग्छ मैले अहिले साझा गर्न पाएको भए यो रमाइलो हुने थियो भन्ने लाग्यो, त्यस्तो कुनै त्यस्तो मोमेन्ट छ? अब विद्यार्थी जीवनको अब एउटा रमाइलो क्षण भन्दाखेरि अब कलाई रमाइलो भन्ने कुरा भयो होइन। धेरै चिजहरू छन्, अब धेरै सेयरै गरिहाल्नु भन्दा पनि मलाई चाहिँ सुरुको मैले सेयर त योभन्दा पहिले पनि गरेँ। अब त्यो शैक्षिक रूपमा एकाडेमिकल्ली बोल्ने हो भने मैले यति अगाडि पढ्नलाई मोटिभेसन हुनुको कारण भनेको मैले साथीहरू मध्येबाट जुन सिङ्गल पास भयो नि सर, एक्लै पास भयो, त्यो पनि मेरो लागि एसएलसी त्यो पनि मेरो रमाइलो पढल थियो। किनभने गुरुहरूले धेरै प्रशंसा गरे, स्कुलको इज्जत जोगायो होइन। ल अब मैले मार्कसिट लिन जाँदाखेरि पनि ल मलाई हाल्नुपर्ने थियो, तर त्यहाँदेखि मार्कसिट लगेर गइहाल्यो भन्ने हुँदाखेरि मैले पढेपछि त एउटा रिस्पेक्ट पाइने रहेछ, गुरुले पनि मलाई चाहिँ भनौँ न यति प्रेरणा दिनुभयो भन्ने जस्तो लाग्यो। त्यो मलाई लाग्छ मेरो शैक्षिक जीवनमा एउटा रमाइलो पल पनि थियो एकदमै होइन त्यो केसमा। र यस्तो अब दुःख सुख त हुने नै भयो होइन। रमाइलो फर्स्ट क्लासको कुनै मेमोरी छ सर हजुरसँग? फर्स्ट डे अफ द स्कुल भनौँ, स्कुल लाइफ प्राइमेरी एजुकेसन याद छ? छैन, ठ्याक्कै छैन सर, सानो बच्चाको त्यति हुँदैन एकदम। दुर्गालक्ष्मी क्याम्पसलाई संक्षिप्तमा तपाईँको जीवनमा कस्तो खालको, अथवा यो दुर्गालक्ष्मी क्याम्पस तपाईँका लागि भनौँ न? मेरो लागि भन्दा नि अब शिक्षण मेरो लागि त दुर्गालक्ष्मी क्याम्पस 2064 सालमा जब म दुर्गालक्ष्मी क्याम्पसमा जोइन हुने मौका पाएँ, मलाई लाग्छ दुर्गालक्ष्मी क्याम्पसले भनौँ न मेरो आफ्नो एउटा पढे लेखेको मैले सर्टिफिकेट पाइसकेपछि एउटा प्लेटफर्म दिएको छ। म दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई धन्यवाद दिन चाहन्छु कि यसले साँच्चीकै एउटा नलेज लिइसकेपछि, सर्टिफिकेट लिइसकेपछि भनौँ न एउटा फिल्ड चाहिन्छ मान्छेलाई होइन, आफ्नो स्किललाई आफ्नो नलेजलाई सेल गर्ने, त्यो दियो। त्यसको लागि म आभारी छु दुर्गालक्ष्मी बहुमुखी क्याम्पसप्रति। र अझै पनि दुर्गालक्ष्मी क्याम्पसमा जुन चाहिँ 64 सालमा आएर अहिलेसम्म निरन्तर मैले यसमा छु र सामुदायिक कलेज, कम्युनिटी कलेजको रूपमा कलेज हुँदै गर्दाखेरि मैले यसमा चाहिँ जोइन हुने मौका पाएँ। र अहिले चाहिँ 2075 सालदेखि हामी सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक कलेज लक्कीले यो क्याम्पस भइसकेपछि अहिले त्यो विश्वविद्यालय अन्तर्गत छु र त्यहाँदेखि हामीलाई भनौँ न अब गभर्मेन्ट कलेज, गभर्मेन्ट जागिरी अब यो कलेजले दियो र मलाई खुसी लाग्छ कि आफ्नै लोकेलिटीमा भनौँ न हामीले एउटा आफ्नो
लिएको नलेज लिएको डिग्रीलाई युज गर्ने मौका पाएका छु, अवसर पाएका छु। र भनौँ न अब यो प्रशासनिक पद त आउने जाने गर्छ, विभिन्न साथीहरू होलान्, अहिले म छु हैन। भोलिका दिनमा यो एउटा प्र्याक्टिस गर्ने थलो पनि हो, अब लिडिङ गर्न सिकाउने एउटा चाहिँ भनौँ न काम पनि हो। एकदमै सर। जीवनकालको एउटा प्रेरणादायी व्यक्ति अथवा व्यक्तित्व त्यस्तो कुनै? अब धन्यवाद छ सरलाई। प्रेरणा त विभिन्न व्यक्तित्वहरूबाट हुने गर्छ। अब हामीलाई थाहा छ कि विभिन्न भनौँ न लाइफको मोडहरूमा, विभिन्न चाहिँ घुम्तीहरूमा विभिन्न मान्छेले भनौँ न प्रेरणा दिन्छन्, त्यो अलग कुरा हो। र मलाई लाग्छ सानो बचपनकालदेखि नै, चाइल्डहुडदेखि नै मेरो बुवाले चाहिँ प्रेरणा दिनुभयो केसमा हैन। बुवा मम्मीहरूले चाहिँ भनौँ न प्रेरणा दिनुभयो पढ्नको लागि। र अब विभिन्न ठाउँका गुरुहरूले पनि दिए हैन, किनभने प्रेरणाको स्रोत गुरुहरू पनि हुन् र आमा बुवा पनि हुन्। र भनौँ न विभिन्न साथीभाइ पनि छन्। अब नामै भन्नुभन्दा पनि विभिन्न साथीहरूबाट छन् एकदमै। त्यो सङ्गतबाट पनि एउटा प्रेरणा मिलेको छ र उहाँहरू स्मरण गर्न लायक छन्। साहित्यको विद्यार्थी पनि हुनुहुन्छ सर, सङ्गीतप्रति रुचि कति छ हजुर? सङ्गीत त प्रत्येक मान्छे सङ्गीत प्रेमी हुन्छ, यद्यपि उहाँले सङ्गीत उत्पादन गर्छ गर्दैन अलग कुरा हो। म साहित्य मनपर्छ र मैले साहित्य नै मेरो विषय छान्नको कारण त्यही हो। र मैले साहित्य क्षेत्रमै पिएचडी गरेको छु र त्यो मध्ये पनि सुदूरपश्चिमको देउडामा नै पिएचडी मेरो। देउडामा हजुरको पिएचडी? यो देउडा हाम्रो दर्शकलाई पनि एउटा छोटो क्लिप त्यस्तो छ भने हजुर सम्झनामा त्यस्तो केही भनिदिउँ न। अब त्यो प्रोफेसनल कलाकारको जस्तो त्यो आफै बनाउन त आउँदैन। कुनै कलाकारले गाएको एकदमै एउटा गीतलाई भनौँ न, अब मैले आफूले रिसर्च गर्दाखेरि चाहिँ अर्काको गीत लिएर त्यो एनालिसिस गर्ने काम हो मेरो, अङ्ग्रेजी साहित्यकै उसमा चाहिँ भनौँ न मैले गरेको हो त्यो। र अहिले म एउटा गीत सम्झिन्छु, सम्प्रेषण गर्न चाहन्छु। धन्यवाद छ सरलाई। सुनको जन्तरा दुखीलाई पहिरानो भएन, सुनको जन्तरा, सुनको जन्तरा दुखीलाई पहिरानो भएन, सुनको जन्तरा। क्या होला मन तर बैरागीको मन बुझाउना, क्या होला मन तर, क्या होला मन तर बैरागीको मन बुझाउना, क्या होला मन तर। कर्णालीका भेल कालीको लड्का नामाचो, कर्णालीका भेल, कर्णालीका भेल कालीको लड्का नामाचो, कर्णालीका भेल। मेरा खेल्ना खेल को आयो बिरानो मान्छे, मेरा खेल्ना खेल। बडो रमाइलो गीत सुनाउनु भयो सर। मैले यो पछाडिको यो अहिले भर्खरै गीत गाउनुभयो, यो सन्दर्भमा मैले थोरै एउटा चाहिँ जोड्ने प्रयास गरेँ। संसारका अधिकांश साहित्यहरू प्रेमकै वरिपरि हुन्छन् अरे, सरले पनि यहाँ कहीँ न कहीँ प्रेमलाई जोड्नु भएको छ। यहाँलाई के लाग्छ, यो भनाइ सत्य हो अथवा त्यत्तिकै मान्छेले हजुरको भरमा भनेका हुन्? प्रेम छ कि छैन त्यो अहिले अब प्रेम भन्ने कुरा के छ भन्नुहुन्छ भने विभिन्न किसिमको छ। अब टिचरले विद्यार्थीलाई प्रेम गर्यो भने उसले राम्रोसँग पढाउँछ, विद्यार्थीले टिचरलाई नै मैले भन्न खोजेमा के भने संसारका 80% उति % साहित्य चाहिँ प्रेममै सीमित हुन्छन् हैन। अब के त्यस्तोमा सरले भन्नुभयो मैले बुझेँ त्यो फिलोसफी। अब त्यो यो जुन चाहिँ लभ फिलोसफी, प्रेम फिलोसफी छ नि, त्यो दर्शन भने के हो भने दुनियाँमा मान्छे बाँचे प्रेमका कारणले हो। हामीलाई यो विश्वप्रति प्रेम छ, आफ्नो धन सम्पत्तिप्रति प्रेम छ, छोराछोरी भन्न श्रीमतीदेखि लिएर आमा बुवाप्रति प्रेम भएको कारणले हामी बाँचेका छौँ। मलाई लाग्छ, मलाई हामी सुसाइड गर्थ्यौँ जस्तो लाग्छ। एकदम त्यसै कारणले पनि विभिन्न प्रेम कुनै पनि गीतमा मान्छेले हालिराखेका हुन्छ, डाइरेक्टली इन्डाइरेक्टली त्यो कुरा रहन्छ सर। जीवनमा प्रेम प्रसङ्गमा पर्नुभयो सर कतै? प्रेम प्रसङ्ग त अब त्यो त्यसरी जुन अर्थमा हामी प्रेममा परेको भन्छौँ त्यो अर्थमा परेको छैन। प्रेम युवा अवस्था यस्तो हुन्छ छैन, त्यस्तो प्रेममै परेको मेरो इतिहास छैन, किनभने मैले त्यो मौका नै पाएँ।
ठिकै छ, बडो खुसी लाग्यो। यद्यपि हाम्रो दर्शकहरूसँग चाहिँ हाम्रो प्रेम अटुट छ हैन सर? स्योर। आदरणीय दर्शकबिन, हामी डिएलएस टकको यो एउटा नयाँ एपिसोडमा आदरणीय व्यक्तित्व दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर नरेन्द्र बहादुर एयर सरसँग चाहिँ भलाकुसारी गऱ्यौँ। उहाँको व्यक्तिगत जीवनकाल, शैक्षिक जीवन, प्रशासनिक जीवन एवं विविध साहित्यका गफमा दार्शनिक गफहरू चाहिँ हामीले गर्ने प्रयत्न गऱ्यौँ। यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो? आगामी दिनमा पनि हामी यस्तै मनोरञ्जनात्मक ज्ञानवर्धक भिडियोहरू अथवा पोडकास्टहरू सेसनहरू चलाउँदै गर्नेछौँ। हामीलाई प्रतिक्रिया दिन नबिर्सनुहोला। हाम्रा कार्यक्रमहरू यहाँहरूलाई कस्तो लाग्दै गइरहेको छ यस विषयमा यहाँहरूले प्रतिक्रियासहित उपस्थिति जनाइदिनुहुनेछ भन्ने अपेक्षा साथ आजको यो कार्यक्रम यहीँ समापन भएको जानकारी गराउन चाहन्छु। धन्यवाद। जय दुर्गालक्ष्मी।